guys, welcome to the Next Studios and Deepesh Shrestha Vlogs. र आज यस भ्लगमा चाहिँ म चाहिँ DJI Mic Mini को अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ लेटेस्ट प्रोडक्ट फ्रम DJI हो अनि यो चाहिँ टाउन डाउन भर्सन अफ DJI Mic 2 हो। यसमा चाहिँ तपाईको चाहिँ हामी चाहिँ यो चाहिँ बन्डल किट ल्याएको छौं। तपाईको चाहिँ अर्को सिंगल ट्रान्समिटर र रिसिभर किट पनि पाउँछ, त्यो चाहिँ अलि सस्तोमा पर्छ। यो चाहिँ तपाईको नेपाली मार्केटमा चाहिँ 26,500 मा पर्छ र यो चाहिँ हामीले चाहिँ महेन्द्रपुलको मोबाइल टावरबाट ल्याएको, त्यहाँ तपाईले पाउन सक्नुहुन्छ। अर्को ओलिज स्टोरमा पनि पाउन सक्नुहुन्छ है। र यसको बेसिक इन्फर्मेसन दिँदाखेरि चाहिँ तपाईको यो चाहिँ तपाईको माइक चाहिँ तपाईको 10 ग्राम मात्र रहेको छ भनेपछि, अनि तपाईको चाहिँ यसको ब्याट्री ब्याकअप फुल चार्जिङ केस सहितसँग चाहिँ तपाईले 48 घण्टासम्म पाउनुहुन्छ भनेपछि तपाईले अनि माइकको चाहिँ 11.5 र ट्रान्समिटरको चाहिँ 10.5 सम्म तपाईले ब्याट्री ब्याकअप पाउनुहुन्छ। यो चाहिँ तपाईको 2.4 गीगाहर्ट्ज रेडियो फ्रिक्वेन्सीमा अपरेट हुन्छ। अनि बाँकी कुरा चाहिँ अब हामी अनबक्सिङ गरेर हेर्नेछौँ है, के छ है भित्र है। ल लेट्स गो फर द अनबक्सिङ। अब चाहिँ हामी चाहिँ अनबक्सिङ गर्दैछौँ है। यो चाहिँ यस्तो सफ्ट पजमा आउने रहेछ है। यो चाहिँ तपाईको म्यानुअल्स भइहाल्यो। म्यानुअल्स प्राय आजकल हेर्दैनन्, अनि म्यानुअल्स भित्र चाहिँ तपाईको चाहिँ DJI को स्टिकरहरु पनि रहेछ है। DJI को अरूहरु पनि स्टिकर रहेछ है DJI सहित। यो चाहिँ तपाईलाई कता कता मन लाग्छ ल्यापटपको पछाडि ताल्न सक्नुहुन्छ, तपाईको कता बाइकमा पनि ताल्न सक्नुहुन्छ। ला साइडमा राख्दिम। र हाम्रो यो आजको मेन सो भनेको यही हो है, हाम्रो चाहिँ बन्डल किट। र यो चाहिँ एकदम निट एन्ड क्लीन छ एन्ड सफ्ट पजमा एकदम राम्रो कपडा क्वालिटी छ है। फर्स्टमा चाहिँ यो तपाईको भनेको यो चाहिँ विन्डसिल्ड भइहाल्यो। दुईटा कलर अप्सनमा छ, ब्ल्याक र ग्रेमा तपाईको। अनि यो भनेको तपाईको 3.5 mm ज्याक रहेछ है। 3.5 mm ज्याक र टाइप A टु टाइप C केबल। अनि यो चाहिँ केबल चाहिँ अलि सानो नै रहेछ है, 1 मिटर जति पनि छैन दुईटैको। अनि यो विन्डसिल्ड पनि देखाइदिहालौँ तपाईलाई। मैले अघि भनेको अप्सन दुईटै ब्ल्याक र ग्रे 2 इच रहेछ। किनभने 2 इच किन भन्दाखेरि हाम्रो चाहिँ यसमा चाहिँ तपाईको दुईटा ट्रान्समिटर हुन्छ नि त, त्यही भएर दुईटा माइक भएको कारणले दुईटा दिएको हो। अनि यो चाहिँ अरु के छ यसमा, यो चाहिँ सिलिकन प्याक भइहाल्यो चाहिँ। यो चाहिँ चार्जिङ केस भइहाल्यो तपाईको है, चार्जिङ केस भइहाल्यो। हेर्नुस् है, लाइक पावर ब्याङ्क जस्तै छ कि सानोतिनो पावर ब्याङ्क जस्तो छ। यो चाहिँ हेर्नुस् है DJI, यो चाहिँ पुरै सिल प्याकै भएको छ, तपाईले हेर्न सक्नुहुन्छ है। यसलाई यहाँ चाहिँ प्रेस गरेपछि यसरी अनलक हुन्छ र तपाईले भित्र देख्न सक्नुहुन्छ यो दुईटा ट्रान्समिटर भइहाल्यो। अनि यो चाहिँ रिसिभर भइहाल्यो है। अनि यो चाहिँ तपाईको यस्तो छ भित्र चाहिँ, हेर्नुस् है। अनि तपाईको यो चाहिँ प्री चार्जिङ भइरहेको छ। अनि यो चाहिँ तपाईको म्याग्नेटिक माउन्ट पनि रहेको छ है। मैले चाहिँ करेन्टली अहिले बोयाको युज गरिरहेको छु। अब यसरी म्याग्नेटिक माउन्ट भएको कारणले तपाईको सर्ट टी सर्ट या जता पनि क्लिपमा यसरी एट्याच गर्न सक्नुहुन्छ के, सिम्पल छ है। दुईटामा म्याग्नेटिक अप्सन छ, तपाईले दुईटा एकैचोटि पनि अपरेट गर्न सक्नुहुन्छ के। अनि यो चाहिँ तपाईको रिसिभर भइहाल्यो है। मेन चाहिँ तपाई चाहिँ अब वन्डरिङ गरिराख्नु होस् होला यसको चाहिँ ब्याट्री ब्याकअप, ब्याट्री कति छ होला भनेर हैन। तपाईको चाहिँ यसको चार्जिङ टाइम भनेको चाहिँ 90 मिनेट्स लाग्छ के। ट्रान्समिटर र यो रिसिभरको लागि चाहिँ चार्जिङ चाहिँ ट्रान्समिटर उसको लागि चाहिँ 90 मिनेट जतिमा 90 मिनेट्समा फुल चार्ज हुन्छ एज पर DJI है। अनि यो चाहिँ त्यो टेस्ट चाहिँ हामीले गर्न नै बाँकी छ। अनि तपाईको चाहिँ चार्जिङ केस चार्ज हुनलाई चाहिँ तपाईको 2 घण्टा लाग्छ है। अनि ट्रान्समिटरको चाहिँ 144 mAh ब्याट्री रहेको छ ट्रान्समिटरको चाहिँ। अनि माइकको चाहिँ 170 mAh रहेको छ। अनि यो चार्जिङ केसको चाहिँ
1950 mAh ब्याट्री रहेको छ है। सो यसले चाहिँ तपाईँको 48 आवर्स ढुक्कले धान्छ के 2 दिन 48 आवर्स भनेको 2 दिन भयो। र अब चाहिँ हामी चाहिँ यसको टेस्टको लागि गरिरहेको छौँ। ल अहिले चाहिँ अब अनबक्सिङ गरेर चाहिँ हामीले चाहिँ यो DJI माइक मिनीबाट अडियो रेकर्डिङ गरिरहेको छौँ। अघि चाहिँ हाम्रो सुरुमा अनबक्सिङ गर्ने बेला चाहिँ बोयाबाट गरिरहेको थियो। अनि तपाईँले यो चाहिँ यो विन स्क्रिन हुन्छ नि, यसलाई चाहिँ यसरी एट्याच गर्ने है तपाईँको है। यो हुन्छ यो दुईवटा पिन जस्तो निक्लेको छ अनि तपाईँको यहाँ चाहिँ एट्याच गर्ने हो कि त्यो दुईवटा पिनमा है यसरी है, यसरी सेक्युरली एट्याच हुन्छ है है। अनि तपाईँले चाहिँ अब म्याग्नेट भएपछि जता पनि क्लिप गर्न मिल्यो तपाईँको। मोस्टली चाहिँ अब तपाईँले चाहिँ अब हामीले चाहिँ टी सर्टमै गर्छौँ यो भयो। अनि यसको मैले मेन कुरा भन्न बिर्सेँ, रेन्ज चाहिँ तपाईँको 400 मिटरसम्म रहेको छ है। र अनि यसमा चाहिँ तपाईँले होइन यो वान स्क्रिनले चाहिँ एकदम क्लियर नोइज रिडक्सन गर्छ अनि तपाईँको क्रिस्पी भोइस तपाईँको अडियो क्वालिटी आउँछ। अनि यो चाहिँ मेनली चाहिँ तपाईँलाई इन्डोरको लागि एकदम उपयोगी रहेको छ अनि आउटडोरको लागि पनि गर्न सक्नुहुन्छ तपाईँले चाहिँ। र थ्याङ्क्स फर वाचिङ, किप सब्सक्राइब। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। धन्यवाद। रिचार्ज गर्नु पर्यो कि यहाँ यो सधैँ यहाँ हो अनि यहाँ कुन के हो त यो केही छ भन्दाखेरि कुन त्यतिकै हो कि एक्स्ट्रा